एकजना साथीले कमेन्ट गरिराख्नु भएको रहेछ, सर स्टार कम्प्लिट नभए के हुन्छ भनेर भनिराख्नु भएको रहेछ। सो तपाईँको स्टार कम्प्लिट भएन, रिल्स हारिराख्नु भएको छ भने त्यो तपाईँले च्यालेन्जहरू कम्प्लिट गर्न सक्नुभएको छैन भने त्यस्तो अबसम्म तपाईँको लेभल 1 लेभल 2 भन्ने हुन्छ होइन, लेभल 3 गर्दै तपाईँको त्यो लेभलको स्टेप पनि बढ्दैन र विकली च्यालेन्जहरू पनि तपाईँले मन्थली च्यालेन्जहरू पनि पुरा गर्न सक्नु हुँदैन। अब तपाईँले त्यो पुरा गर्न सक्नु भएन भने तपाईलाई घाटा के हुन्छ र फाइदा के हुन्छ भन्ने कुरा पनि जानकारी दिन गइरहेको छु। तपाईँले त्यो उलाई च्यालेन्जहरूलाई पुरा गर्दै जानुभयो होइन, हप्तामा एउटा मात्र भए पनि रिल्स हाल्नुभएको छ भने तपाईँको त्यो लेभल 1 लेभल 2 गर्दै स्टेप बढ्दै जान्छ र तपाईँले च्यालेन्जहरू पनि पुरा गर्नुभएको छ भने तपाईँको रिल्सहरू भाइरल हुने सम्भावनादेखि लिएर त्यस पछाडि तपाईँको इट्स अन रिल यानि कि रिल्सको त्यो लक लागेको खुल्ने सम्भावना धेरै हुन्छ। त्यसरी नै खोल्ने तपाईँले भिडियो हालिराख्नु भएको छ, च्यालेन्ज कम्प्लिट गर्दै जानुहोस्, लेभल बढाउँदै जानुहोस्, अनि मात्र तपाईँको त्यो रिल्सको चाहिँ त्यो लक भएको चाहिँ खुल्छ, लेभलहरू बढ्दै गयो भने। सो त्यही तरिकाले तपाईँले पनि भिडियो हालिराख्नु भएको छ भने त्यो स्टार मागेको ठाउँमा स्टार हाल्नुहोस्, त्यसपछि फोटो हाल्ने टाइममा फोटो हाल्नुहोस्, भिडियो हाल्ने टाइममा भिडियो हाल्नुहोस्, अनि कन्टिन्यू तपाईँले चाहिँ भिडियो पोस्ट गर्दै जानुहोस्, रिल्सहरू हाल्दै जानुहोस्। सो तपाईँले रिल्सको चाहिँ सेटअप पाउनुहुन्छ अनि फेसबुकलाई मोनिटाइज गर्न सक्नुहुनेछ। सो यस्तै भिडियो हेर्नको लागि हामीसँग जोडिँदै गर्नुहोला।